यो चाहिँ बच्चाहरूको लागि स्कुलको टिफिनको लागि हो। यो आलु परोठा हो। आज चाहिँ मैले बनाएको रेसिपी राख्न पाइनँ। मैले बनाइसकेपछि रेडी भएपछि राखेँ। ठ्याक्क यस्तो राखेर अनि अब चाहिँ यस्तो भयो होइन, यस्तो भयो। यस्तो राखेपछि उनीहरूलाई खाना पनि सजिलो। उनीहरूलाई खाना पनि सजिलो होइन, हामीलाई बनाउन पनि सजिलो, हेल्दी पनि भयो, देख्दा पनि राम्रो देखिने। आलु परोठा चाहिँ साथीहरूले मान्छेले थोरै थोरै तरिकाले चाहिँ बनाउनुहुन्छ आलु परोठा। मैले चाहिँ रोटी डल्ला चाहिँ बेलिदिने मात्रै हो। ल आजलाई टिफिन रेडी।